धेरैजना साथीहरूले ग्लोबल स्मार्ट प्लस मोबाइल ब्याङ्किङ एपबाट मेरो सेयर र डिमेट कसरी रिन्यू गर्ने भनेर सोध्नु भएको छ। धेरैजना साथीहरू कन्फ्युजनमा रहनु भएको छ। त्यसको लागि ग्लोबल स्मार्ट प्लस प्रयोग गरेर कसरी डिमेट र मेरो सेयर सजिलैसँग रिन्यू गर्न सकिन्छ भन्ने कुरा यो भिडियोमा तपाईँहरूलाई म बताउन गइरहेको छु। भिडियो मनपर्छ भने अन्तिममा लाइक र कमेन्ट गर्न नबिर्सनुहोला। सबैभन्दा पहिला तपाईँहरूले ग्लोबल स्मार्ट प्लस लगइन गर्नुहोला। यस्तो ड्यासबोर्ड देख्न सक्नुहुन्छ। यस्तो ड्यासबोर्डबाट तल लास्टमा हब भन्ने छ, हबमा क्लिक गर्नुहोला। हबमा क्लिक गरिसकेपछि तपाईँको होम सर्भिसेस भनेर यसरी यस्तो ड्यासबोर्ड पाउन सक्नुहुन्छ ग्लोबल स्मार्ट प्लसमा। यसबाट तपाईँले स्क्रल डाउन गरेर तल जानुहोला। तल गइसकेपछि तपाईँको यहाँ इन्भेस्टमेन्ट भन्ने सेक्सन पाउन सक्नुहुन्छ। इन्भेस्टमेन्ट सेक्सनमा तपाईँको क्यापिटल पेमेन्ट भन्ने छ, क्यापिटल पेमेन्टमा क्लिक गर्नुहोला। क्यापिटल पेमेन्टमा क्लिक गरिसकेपछि त्यहाँ तपाईँको ब्रोकर पेमेन्ट, जिआइबिएल डिमेट पेमेन्ट, जिआइबिएल मेरो सेयर पेमेन्ट र मेरो सेयर डिमेट रिन्युअल भनेर देख्नु भएको छ। यो 3वटा 4वटा अप्सन देख्नुहुन्छ। तपाईँले अब जिआइबिएल को डिमेट मात्र पेमेन्ट गर्नुहुने हो कि जिआइबिएल भनेको ग्लोबल आइएमई ब्याङ्कको डिमेट पेमेन्ट अथवा ग्लोबल आइएमई ब्याङ्कको मेरो सेयर पेमेन्ट हो अथवा मेरो सेयर र डिमेट दुइटै रिन्यू गर्न चाहनुहुन्छ, त्यो अप्सन चुज गरेर तपाईँको लास्ट अप्सन मेरो सेयर एन्ड डिमेट रिन्युअलमा सिलेक्ट गरेर तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। यहाँ यसपछि यस्तो ड्यासबोर्ड आउँछ। यसमा तपाईँले मेन चुज गर्नुपर्ने भनेको डिपोजिटरी पार्टिसिपेन्ट भन्ने छ। यसमा तपाईँले जुन क्यापिटलबाट अथवा जुन ब्याङ्क अथवा जुनसुकै ब्रोकरहरूबाट पनि तपाईँले डिमेट खाता खोलेको हुन्छ, त्यो ब्रोकरबाट खोल्नु भएको हो भने त्यो ब्रोकरको कम्पनी सिलेक्ट गर्नुपर्छ। ब्याङ्कबाट हो भनेको ब्याङ्कको र तपाईँले चाहिँ क्यापिटलहरूबाट हो भने क्यापिटलहरू छान्नुपर्छ। जस्तै मैले यहाँ ग्लोबल आइएमई ब्याङ्कको ग्लोबल आइएमई क्यापिटलबाट अकाउन्ट खोलेको छु। यहाँ ग्लोबल टाइप गर्नुहोला। ग्लोबल टाइप गर्दाखेरि तपाईँको 3वटा आउँछन्। फेरि यहाँ पनि कन्फ्युजन हुनुहुन्छ धेरैजना। ग्लोबल आइएमई ब्याङ्क लिमिटेड 111, ग्लोबल आइएमई ब्याङ्क लिमिटेड 122, ग्लोबल आइएमई क्यापिटल 112 गरेर 3वटा अप्सनहरू दिएको छ यहाँ। यस्तो अवस्थामा कन्फ्युजन नभई तपाईँले के कुरा गर्नु पर्यो भने एउटा त यो डिपोजिटरी पार्टिसिपेन्ट तपाईँको मेरो सेयर लगइन गर्नुहुन्छ, जुन मेरो सेयरको पासवर्ड हाल्नुहुन्छ, त्यो भन्दा माथि डिपोजिटरी पार्टिसिपेन्ट तपाईँले त्यहाँ चुज गरिसकेको हुन्छ अलरेडी। त्यही अनुसारले त्यहाँ जति कोड नम्बर छ त्यो कोड नम्बर राख्नु भए पनि हुन्छ। यहाँ सबैभन्दा सजिलोको लागि मेरो सेयरको बाट राख्नु होला अथवा ग्लोबल आइएमई ब्याङ्कको डिमेट हो भने ग्लोबल आइएमई ब्याङ्कबाट तपाईँले डिमेट खोल्नु भएको हो भने सबैभन्दा लास्टमा ग्लोबल आइएमई क्यापिटलको 11200 कोड नम्बर भएको डिपोजिटरी पार्टिसिपेन्ट चाहिँ सिलेक्ट गर्नुहोला। यदि तपाईँहरूले पहिलाको जनता ब्याङ्कमा खाता खोल्नु भएको हो, डिमेट खोल्नु भएको हो अथवा जनता क्यापिटलमा खाता डिमेट खोल्नु भएको हो भने 12200 चाहिँ सिलेक्ट गर्नुहोला। यदि तपाईँले पहिलेको बैंक अफ काठमाडौँमा डिमेट खोल्नु भएको थियो भने ग्लोबल आइएमई ब्याङ्क लिमिटेडको 1110000 वाला चुज गर्नुहोला। मैले ग्लोबल आइएमई क्यापिटलमा अकाउन्ट खोलेको हुनाले अथवा ग्लोबल आइएमई ब्याङ्कको ब्रान्चहरूबाट खोलेको हुनाले ग्लोबल आइएमई क्यापिटल 11200 वाला म सिलेक्ट गर्छु। यहाँ तपाईँको 16वटा अङ्कको डिमेट अकाउन्ट राख्नु भनिरहेको छ। यहाँ तपाईँको आफ्नो 16 अङ्कको डिमेट राख्नु होला। अब यहाँ सिलेक्ट रिन्युअल अप्सन भनेर डिमेट मेरो सेयर अथवा डिमेट एन्ड मेरो सेयर भनेर देखाएको छ। तपाईँले डिमेट र मेरो सेयर दुइटै गर्नुपर्ने हो। मेरो सेयर पनि एक्सपायर भएको केस छ भने तपाईँले डिमेट एन्ड मेरो सेयर सिलेक्ट गरेर अगाडि बढ्नु होला। यदि त्यस्तो होइन, यो आर्थिक वर्षको रूपमा जुन असारमा चाहिँ प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र डिमेट एकाउन्ट रिन्यू गर्नुपर्ने चाहिँ प्रावधान छ, त्यसै अनुसार तपाईँ रिन्यू गर्दै हुनुहुन्छ भने डिमेटलाई सिलेक्ट गर्नुहोला र प्रोसेसमा क्लिक गरेर अगाडि बढ्नु होला।